सो यो ह्युमन राइट्सको कन्सेप्ट चाहिँ मानव अधिकारको कन्सेप्ट चाहिँ यो दुनियाँमा कसरी आयो हैन, यसको हिस्टोरिकल इभोल्युसन कसरी हुँदै गयो भन्ने विषयमा चाहिँ के छ भन्दा अब यो हिस्टोरिकल इभोल्युसनमा चाहिँ हुन त यो अहिलेको ह्युमन राइट्सको कन्सेप्ट डेभलप हुनमा थुप्रै इभेन्ट्सहरूको हात छ, धेरै इभेन्ट्सहरूलाई जोड्न सकिन्छ हैन। तर त्यसमा पनि केही की इभेन्ट्सहरूलाई चाहिँ एकदमै इम्पोर्टेन्सका साथ चाहिँ हामीले हेर्नुपर्छ हैन, बिकज दे प्लेज द सिग्निफिकेन्स रोल फर द इस्टाब्लिसमेन्ट अफ टुडेज ह्युमन राइट के हैन। अहिलेको ह्युमन राइटलाई डेभलप गर्नमा उनीहरूको एकदमै ठुलो हात छ हैन। सबैलाई त समेट्न सकिँदैन, त्यसैले की हिस्टोरिकल इभेन्ट्स जसले चाहिँ ह्युमन राइट्सलाई इम्पावर गर्यो अहिलेको ह्युमन राइट्सको कन्सेप्टलाई भन्ने कुरा चाहिँ। सो यसको सुरुवात हुन्छ, द ओरिजिन यसलाई मानिन्छ। अब अरू शास्त्र अनुसार त अरू रिलिजन्स अनुसार त धेरै टाढा जान सकिन्छ, तर एज अ डकुमेन्टेड हिस्ट्रीमा चाहिँ यसको सुरुवात चाहिँ साइप्रस सिलिन्डरबाट भएको देखिन्छ। साइप्रस सिलिन्डर भनेको चाहिँ तपाईँको त्यति बेला चाहिँ साइप्रस भन्ने एउटा राजा थिए, उनले चाहिँ बेबिलोनमा चाहिँ त्यति बेलाको अहिलेको इरान इराकतिर हो, त्यति बेला चाहिँ त्यहाँ बेबिलोनमा क्याप्चर गरिसकेपछि उनले चाहिँ के गर्यो भन्दा एउटा सिलिन्डरमा चाहिँ एउटा लेखे त्यहाँ होइन, बुट्टा बनाएर त्यहाँ लेखे। त्यो अब त्यहाँ भएका मान्छेहरूले पनि आफ्नो रिलिजन उनीहरूले मान्न पाउने होइन, दे आर अल्सो ट्रिटेड इक्वल्ली होइन, इक्वल्ली ट्रिट गर्न पाउने, उनीहरूले आफ्नो रिलिजन फलो गर्न पाउने होइन भनेर चाहिँ उनले त्यो सिलिन्डरमा लेखे हो। त्यसलाई साइप्रस सिलिन्डर भन्छ र त्यो सिलिन्डरलाई इट वाज कन्सिडर्ड एज द फर्स्ट डकुमेन्टेड ह्युमन राइट्स डिक्लेरेसन के होइन, त्यसलाई चाहिँ फर्स्ट डकुमेन्टेड ह्युमन राइट्स डिक्लेरेसन भनेर चाहिँ त्यो साइप्रस सिलिन्डरबाट चाहिँ ह्युमन राइट्सको इभोल्युसन भयो भन्ने सुरुवात भयो भन्ने कुरा मानिन्छ। त्यो हो हाम्रो साइप्रस सिलिन्डरबाट एउटा साइप्रस सिलिन्डरको इन्सिडेन्स फर्स्ट भयो। त्यसपछि चाहिँ म्याग्ना कार्टाको इन्सिडेन्स आउँछ। म्याग्ना कार्टा भनेको 1215मा चाहिँ म्याग्ना कार्टा भनेको चाहिँ अहिलेको युकेतिर, अहिलेको इङ्ल्यान्ड होइन, इङ्ल्यान्ड युकेतिर म्याग्ना कार्टाको इन्सिडेन्स आउँछ। त्यसपछि यो म्याग्ना कार्टाको इन्सिडेन्स किन इम्पोर्टेन्ट थियो भन्दा चाहिँ त्यति बेला चाहिँ जोन भन्ने राजा थिए कि त्यो इङ्ल्यान्डतिर, जोन भन्ने एउटा राजा थिए। उनले चाहिँ एकदमै आर्बिट्रीली कसैलाई पनिसमेन्ट गरिदिने होइन, अनि त्यसपछि अनि ट्याक्स पनि हेभी ट्याक्स इम्पोज गरिदिने होइन हो। त्यो हेभी ट्याक्स इम्पोज गरेको कारणले अनि त्यसपछि जसलाई मन लाग्यो त्यसलाई आर्बिट्री तरिकाले चाहिँ पनिसमेन्ट गरेको कारणले त्यहाँ बेला 1215मा त्यति बेलाको सिटिजन्सहरू होइन उनीहरूले रिभोल्ट गरे होइन, उनीहरू फ्रस्ट्रेट भएको कारण उनीहरूले रिभोल्ट गरे। अनि रिभोल्ट गरिसकेपछि चाहिँ उनीहरूले म्याग्ना कार्टा भन्ने एउटा डकुमेन्ट बनाए। अनि बनाइसकेपछि किङलाई चाहिँ फोर्सफुली साइन गर्न पठाए, यु हेभ टु साइन दिस डकुमेन्ट भनेर। अब किङलाई चाहिँ के भन्यो भन्दा चाहिँ अब यु आर नट एबोभ दिस म्याग्ना कार्टा, एबोभ दिस ल भनेर चाहिँ किङको पावरलाई लिमिट गर्ने काम चाहिँ 1215ले गर्यो, म्याग्ना कार्टाले गर्यो। सो इट इज कन्सिडर्ड एज द हिस्टोरिकल पोइन्ट कि किन यसलाई हिस्टोरिकल मुभमेन्ट मानिन्छ, किनकि त्योभन्दा अगाडि चाहिँ किङ सुप्रिम पावर थियो, किङले जे गरे पनि हुन्थ्यो। तर यो यस्तो इभेन्ट थियो 1215को इभेन्ट जसले चाहिँ किङको पावरलाई लिमिट गरिदियो होइन। किङ इज नट सुप्रिम अफ द्याट म्याग्ना कार्टा के त्यो डकुमेन्ट भन्दा किङ सुप्रिम हुन्न भन्ने एउटा मानक स्थापित गरिदियो होइन 1215। त्यसैले चाहिँ म्याग्ना कार्टाको 1215लाई चाहिँ एकदमै इम्पोर्टेन्ट मानिन्छ हिस्ट्रीमा नै होइन, किनकि यसले चाहिँ किङको पावरलाई लिमिट गरिदियो, नत्र त्योभन्दा अगाडि त किङ सुप्रिम थियो। त्यो चाहिँ अर्को चाहिँ सुरुमा साइप्रस सिलिन्डर, त्यसपछि म्याग्ना कार्टा। त्यसपछिको अर्को इभेन्ट चाहिँ के हुन्छ भन्दा चाहिँ बिल अफ राइट्स 1689 को बिल अफ राइट्स हो। बिल अफ राइट्स अब यो पनि इङ्ल्यान्डमै भएको थियो भनेको। अहिले त्यो चाहिँ योभन्दा अगाडिको म्याग्ना कार्टा चाहिँ 1215मा भयो भनेपछि त्यसपछि 1689तिर आइसक्दाखेरि चाहिँ इङ्ल्यान्डमा बिल अफ राइट्सको अर्को रिभोल्युसन भएको थियो। तर यो रिभोल्युसन एकदमै ब्लडलेस रिभोल्युसन थियो कि एउटा खुन पनि बगाइएको थिएन यो रिभोल्युसनमा होइन। यो रिभोल्युसनमा के भएको थियो भन्दाखेरि त्यति बेलाका राजा फेरि यो जेम्स भन्ने राजा थियो होइन, त्यो राजाले बिस्तारै क्याप्चर गर्न खोजिरहेको थियो एउटा पावर लहरूलाई फेरि त्यति बेलासम्मको 1689सम्म आउँदै गर्दासम्म
त्यहाँ चाहिँ एउटा पार्लियामेन्टको कल्चर चाहिँ बसिसकेको थियो इङ्ल्यान्डमा होइन। पार्लियामेन्ट जे होस् एउटा पार्लियामेन्ट भनेको पिपुलको रिप्रेजेन्टेटिभ संस्था हो भन्ने कुरा चाहिँ एउटा संस्था बसिसकेको थियो र तर यो 1689 मा गर्दाखेरि चाहिँ त्यो जेम्सले चाहिँ फेरि त्यो बिस्तारै त्यो पावरलाई क्याप्चर गर्न खोजिरहेको थियो होइन। अनि आर्बिट्री हुन खोजिरहेको थियो होइन। अनि पार्लियामेन्ट भन्दा सुप्रिम हुन खोजिरहेको थियो हो। त्यति बेला चाहिँ यो 1689 तिर चाहिँ पार्लियामेन्टले फेरि अनि अलि आफ्नो डाइनामिक रोल निभायो। पार्लियामेन्टले फेरि अब अर्को दुईटा कुन राजालाई चाहिँ राजा नभन् दुईटा मान्छेलाई बोलायो, विलियम र समथिङ कसलाई बोलायो। अनि उनलाई भने कि हामी तँलाई राजा बनाउँछौँ होइन, यो जेम्सलाई हटाएर तिमीलाई राजा बनाउँछौँ, तर यु हेभ टु साइन दिस बिल अफ राइट्स अरे कि, यु हेभ टु साइन द्याट बिल अफ राइट्स, अनि यु आर नट एबोभ दिस बिल अफ राइट्स भनेर चाहिँ यु हेभ टु साइन द्याट भनेर भन्यो। अनि उनीहरूले साइन गरे, जसले गर्दा चाहिँ अब फेरि चाहिँ अनि राजालाई चाहिँ बिल अफ राइट्स यो डकुमेन्ट्सको अन्डरमा ल्याएर आउने एउटा इम्पोर्टेन्ट एउटा इन्सिडेन्स बस्यो कि बिल अफ राइट्स होइन, जसले गर्दा चाहिँ किङको पावरलाई एकदमै लिमिट गरिदियो र पार्लियामेन्ट अझै सुप्रिम भयो कि होइन। पार्लियामेन्ट एकदमै पावरफुल भयो कि त्यसपछि बिल अफ राइट्स एउटा पनि खुन पनि बगाइएको थिएन, खालि एउटा साइन गरिएको थियो। जेम्सलाई हटाइएको थियो त्यति बेलाको राजालाई, अनि अरूलाई राजा बनाइएको थियो बिकज यु हेभ टु, उनीहरूले चाहिँ साइन गरेको कारणले चाहिँ होइन। उनीहरू पनि एग्री भयो नि त, यो डकुमेन्टभन्दा हामी माथि हुन्नौँ भनेर चाहिँ त्यो किङको पावरलाई लिमिट गरेर पार्लियामेन्टलाई सुप्रिम बनाउने काम चाहिँ भयो। यो बिल अफ राइट्स 1689 ले गर्यो। त्यो एउटा अर्को इन्सिडेन्स भयो। अनि त्यसपछि एउटा अर्को इन्सिडेन्स छ, त्यो भएको अमेरिकन रिभोल्युसनको इन्सिडेन्स भएको, त्यो 1776 को पालामा हो होइन। 1776 मा अमेरिकनमा रिभोल्युसन भयो। यसमा चाहिँ के भयो भन्दाखेरि 1776 मा तपाईँको अमेरिकातिर चाहिँ 13 वटा कोलोनिजहरू थियो कि। ब्रिटिसले त्यति बेला त कोलोनी शासन गरिरहेको थियो ब्रिटिसहरूले होइन। अमेरिकामा पनि उनीहरूले 13 कोलोनिज थियो, तर चाहिँ अमेरिकाको त्यो कोलोनीमा शासन गरे ब्रिटिसले अमेरिकामा त्यो शासन गरे तापनि ब्रिटिसको पार्लियामेन्टमा चाहिँ उनीहरूको रिप्रेजेन्टेसन थिएन के होइन। उनीहरूको आवाज त्यहाँ सुनवाई भइरहेको थिएन, उनीहरूको रिप्रेजेन्टेसन थिएन। बट दे हेभ टु बियर द ट्याक्स के होइन, उनीहरूले ट्याक्स तिर्नु पर्थ्यो तर उनीहरूको रिप्रेजेन्टेसन थिएन। त्यही कारणले उनीहरूलाई फ्रस्ट्रेसन भयो होइन, अमेरिकामा फ्रस्ट्रेसन भयो। अनि त्यहाँ उनीहरूले पनि रिभल्ट गरे होइन। इफ देयर इज नो रिप्रेजेन्टेसन वी आर नट गोइङ टु ट्याक्स, नो रिप्रेजेन्टेसन नो ट्याक्सेसन विदाउट रिप्रेजेन्टेसन भन्ने स्लोगान त्यहीँबाट फेमस भयो होइन। अनि त्यसपछि उनीहरूले रिभल्ट गरिसकेपछि चाहिँ अनि उनीहरूले पनि एउटा डिक्लेरेसन अफ इन्डिपेन्डेन्स भन्ने डकुमेन्ट बनाए। अनि त्यसपछि उनीहरूले इन्डिपेन्डेन्ट भए होइन, ब्रिटिस कोलोनीबाट इन्डिपेन्डेन्ट भए। अनि उनीहरूले अनि आफ्नो डिक्लेरेसन अफ इन्डिपेन्डेन्स भनेर एउटा डकुमेन्ट बनाए, जस डकुमेन्ट अनुसार एभ्री म्यान इज इक्वल होइन, लिबर्टी इक्वालिटी फ्रेटर्निटी भन्ने होइन, लिबर्टी इक्वालिटी भन्ने नाराहरू स्थापित गरियो होइन। यो पनि एउटा इम्पोर्टेन्ट इभेन्ट थियो बिकज यसले चाहिँ अमेरिकाले अहिलेको प्रेजेन्ट अमेरिकाले होइन इन्डिपेन्डेन्ट पाएको भन्ने इन्सिडेन्स योसँग जोडिन्छ क्या 1776 को। यो अर्को इभेन्ट भयो। अनि त्यसपछि अर्को इभेन्ट आउँछ फ्रेन्च रिभोल्युसन। फ्रेन्चमा पनि रिभोल्युसन भयो कि। त्यसपछि 1789 तिर चाहिँ फ्रेन्चमा पनि रिभोल्युसन भयो। यसमा रिभोल्युसन किन भयो भन्दा चाहिँ यसमा पनि एउटा राजा थियो, त्यो राजाले एकदमै अनइक्वल सोसाइटी थियो कि, पुरै अनइक्वल सोसाइटी। उसले चाहिँ ठुल्ठुलो राजाको नजिक मान्छेले उनीहरूले ट्याक्स दिनु पर्थेन, साना मान्छेहरूले ट्याक्स दिनु पर्थ्यो होइन। अनि त्यसपछि चाहिँ लज पनि एकदमै आर्बिट्रेरी तरिकाले लजहरूलाई एप्लाई गरिन्थ्यो होइन। त्यसैले चाहिँ अनि फ्रेन्चमा पनि पिपुलहरूले रिभल्ट गरे होइन। रिभल्ट गरिसकेपछि अनि त्यो राजालाई चाहिँ अनि रिभोल्युसन भइसकेपछि त्यहाँ राजाले पनि अब त्यहाँ इक्वालिटी र सिटिजनसिप एभ्री वान इज इक्वल भनेर चाहिँ एउटा मानक स्थापित गरिदियो होइन। एभ्री वान इज इक्वल भन्ने कुरा चाहिँ त्यहाँबाट इस्टाब्लिस भयो। सो अनि त्यसपछि चाहिँ अर्को फर्दर पछि गएर चाहिँ वी नो द्याट त्यसपछि हाम्रो युडिएचआर आयो होइन 1948 मा होइन, आफ्टर द इन्ड अफ द सेकेन्ड वर्ल्ड वार।